सबैजनालाई आज दमौलीबाट हाम्रो चाहिँ सिंहकेश्वरीको यात्रा सुरु भइरहेको छ। हामी यतिखेर तालगारी आइपुग्यौँ। अहिले दमौलीमा चाहिँ भाइरल भइरहेको द मौलिक भन्ने रिसोर्ट, यहाँबाट चाहिँ छ है, घाँसीको नजिकै हो यो। अहिले म घाँसीकुवाको नजिकै आइपुगिरहेको छु। पहिलाको घाँसीकुवा र अहिलेको घाँसीकुवामा धेरै फरक छ। यो चाहिँ तनहुसुर जाने बाटो हो। यहाँबाट अगाडि देख्न सक्नुहुन्छ तपाईँले सिंहकेश्वरी पछाडिपट्टिको डाँडो, जुन अगाडिपट्टिको डाँडो चाहिँ बन्दीपुर हो। अहिले हामी आइपुग्यौँ नाहाला। बन्दीपुर जाने बाटो हामी आइपुग्यो दुम्टे बजार। अर्को यातायात कार्यालय यहाँनिर छ भने यतालाई रुम भएर भन्छ। क्लाइम्बिङ गर्नलाई ट्रेनिङ गर्दैछन् पुलिसहरू। हामी यहाँबाट चाहिँ खैरेनीबाट चाहिँ उकालो लाग्यो। पुरै ठाडै उकालो रहेछ, लाग्यो सालगारीको बाटो। तल देख्न सक्नुहुन्छ अब खैरेनी। अब खैरेनी बजार। रमाइलो दृश्य देख्न सकिन्छ। यहाँबाट चाहिँ पुरै हिमपात भइरहेको रहेछ आज। वन छिचालेर आएपछि चाहिँ गाउँ भेटियो। यहाँ रमाइलो रहेछ। तोरी खाल्दै हुनुहुन्छ। यहाँबाट देख्न सक्नुहुन्छ मुक्लिन पहाडी तरेर गण्डकी। यो परो तनहु हामी हिँडिरहेको बाटो। यो पारी देख्न सक्नुहुन्छ गोर्खा हो। यो पारी देख्नुभएको उता अगाडिको चाहिँ चितवन जिल्ला पर्छ है त। फुल दिए सुकी जाला, रुमाल फाटी जाला। फुल दिए सुकी जाला, रुमाल फाटी जाला।
मुटुभरि माया दिए जुगै काटी जाला घुम्न जाउन फुलबारी तिनौ खोला पारी म त तिम्रै दायाँ बायाँ पारी गाउँ रहेछ कि रमाइलो गाउँ है यस्तो रमाइलो बिचमा चौतारो ल सिंहकेश्वरीको डाँडो वहाँ पारी छ है सरर सरर हावा सरर मनै फरर घुम्न जाउँ है इन्जिन गाडीमा ल घुम्न जाउँ है इन्जिन गाडी चन्द्र सूर्य जङ्गिनी कतिको कस्तो फिल भइरहेछ आज सिंहकेश्वरी आउँदाखेरि एकदम रमाइलो रमाइलो छ उहाँ मान्छेहरू है फलामखुट्टेहरू उहाँ माथि पुगेका छन् उहाँ फेरि पिउरीका खुट्टा भएका चाहिँ यतातिरै छन् फेरि पछाडि हिँड्न गाह्रो भएको हो टेबल कार टाङ्दिम अब रुख त अब पुरै केही पनि छैन हाँगा मात्रै हो असिना पानी चाहिँ खत्रै परेछ केही छैन हाँगा बिहाँको चोइताधरि उछिटिन गरेर हानेछ हान्न चाहिँ यस्तो राम्रोसँग चौतारो लगाएर लाली गुराँसहरूलाई राख्नु भएको छ खतरा नै परेको रहेछ असिना पानी चाहिँ केही छैन लाली गुराँस अलिअलि एकदम थोरैमा मात्रै कोही कोपिला हो कि झरिसकेको हो त्यो कोपिला जस्तो छ फाइनल्ली आइपुग्यो छिम्केश्वरी मन्दिर भएको ठाउँ यो छिम्केश्वरीको मन्दिर चाहिँ मनोकामना माईको दिदीबहिनी खान्छ है बोकाएर पर्यो मात्र ओके